नमस्ते सम्पूर्णमा म सुदीप शैलेश आज एउटा दुःखद घटनाको भिडियो लिएर उपस्थित भएको छु। तपाईहरु देख्न सक्नुहुन्छ दृश्यमा आज चाहिँ घटेको घटना हो यो। अहिलेको सुविधाजनक जीवनमा हरेक कुराहरुमा मसिनको युज गर्ने गरिन्छ हैन। एकदमै सुविधाको लागि मसिनहरु भए हैन, केही औजारहरु युज गरिने गरिन्छ। अहिलेका इलेक्ट्रोनिक औजारहरुदेखि लगायत हरेक औजारहरु प्रयोगमा ल्याउने गरिन्छ। अहिलेको खेतीपातीको सिजनमा प्राय जसो पहाड भन्दा पनि तराई क्षेत्रमा चाहिँ बढी युज भइरहने मसिनहरु जस्तै गहुँबालीका लागि मसिनहरु थ्रेसर युज गरिन्छ। आजको यो विशेष घटना थ्रेसर मसिनले नै गर्दा भएको घटना हो। दर्शकबिन, अहिलेको सुविधाजनक मसिनहरुमा जतिको सुविधाजनक छ त्यो भन्दा बढी खतरा देखिएको पाइन्छ। दर्शकबिन, यस्तो खेतीबारीको सिजनमा प्रत्येक समयमा यो घटनाहरू घटेकै हुन्छन्। थ्रेसरमा यो घटना घट्यो भन्ने हुन्छ हैन। यो मसिनहरूले धेरै घटनाहरू घटेका छन्। यो आजको घटना पनि तपाईहरु देख्न सक्नुहुन्छ। गहुँको सिजनमा हैन, गहुँबाली निष्कासन गर्ने टाइममा चाहिँ यो चाहिँ थ्रेसरले आफूतिरै खिचेर एकजना महिलाको चाहिँ मृत्यु भएको छ। दर्शकबिन, यो चाहिँ नेपालगञ्जमा घटेको आजकै घटना हो। यो घटनामा तपाईहरु देख्न सक्नुहुन्छ एकजना महिलाको थ्रेसर मसिनमै लपेटिएर हैन, थ्रेसर मसिनमै खिचेर घटना भएको, मृत्यु भएको यो भिडियोमा देखिएको छ। एकदमै दुःख लागेको घटना हो हैन। मृतक प्रति हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु। अहिलेको सुविधामा हाम्रो चाहिँ मसिन, हरेक चिजहरुमा मसिनहरुको युज गरिने गरिन्छ। मसिनहरु जतिको फाइदाजनक छ, जतिको सुविधाजनक छ, त्यति नै एउटा असुरक्षित बनेको छ। यस्तै घटनाहरु यो खेतीबारीको सिजनमा प्रत्येक टाइममा चाहिँ देखिने गरिएको छ। प्राय जसो तराई क्षेत्रमा देखिने गरेको छ। हाम्रो चाहिँ पहिलाको दिनहरुमा, हाम्रो बाजे पुर्खाहरुको दिनहरुमा अर्ग्यानिक टाइपमा चाहिँ काम गरिन्थ्यो। जस्तै गहुँ बालीहरु निष्कासन गर्न, धान बालीहरु निष्कासन गर्न, सबै निष्कासन गर्न अर्ग्यानिक टाइपले चाहिँ गरिन्थ्यो। अहिलेको समयमा हामी एकदमै अल्छी भएका छौं। अहिले चाहिँ हामी मसिन प्रयोगमा ल्याएका छौं हैन। प्रत्येकमा पनि मसिनको प्रयोग गर्दै हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ भनेपछि कुनै सेक्टरमा पनि एकदमै सावधानी अपनाएर काम गर्नु होला भन्न चाहन्छु। यो भिडियो बनाउनको मकसद पनि त्यही हो कि हामीले चाहिँ मसिनहरु युज गरिरहेको छौं। अहिले खेतीबारीको टाइम रहेको छ। सबै ठाउँमा थ्रेसर मसिनदेखि लगायत चाहिँ तराई क्षेत्रमा पंखाहरु युजमा आउँछ। त्यसैले हरेक क्षेत्रमा सावधानी अपनाउनु होला भन्नका लागि यो भिडियो बनाएको छु। यो भिडियो सबैमा शेयर गरिदिनु होला र सबै आफ्नो आफ्नो ठाउँमा सावधानी साथ काम गर्नु होला। मसिनको प्रयोग गर्दै हुनुहुन्छ भने पनि मसिनलाई चेक जाँच गरेर राम्रो तरिकाले युजमा ल्याउनु होला भन्न चाहन्छु। आजको यो घटना नेपालगञ्जमा घटेको घटना हो। उहाँ मृतक प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु भन्दै आजलाई म तपाईकै साथी सुदीप शैलेश बिदा हुन्छु। ओके बाइ, टेक केयर, जय।